समयले सबैको परिचय गराउँछ। जिन्दगीको यात्रामा धेरै मान्छे भेटिन्छन्। कोही केही पलको लागि आउँछन्, कोही केही वर्षसम्म साथ दिन्छन् र कोही यस्तो पनि हुन्छन् जसलाई कहिल्यै नछुट्ने सम्झेर आफ्नो सबै भरोसा सुम्पिन्छौँ। तर समयसँगै अनुहार होइन, मन बदलिन थाल्छ। हिजो साथ दिन्छु भन्नेहरू आज एउटा सन्देशको जवाब दिन पनि व्यस्त हुन्छन्। त्यसैले अब मैले कसैसँग गुनासो गर्न छोडेको छु, किनकि समयले मलाई सिकायो जबरजस्ती बनाइएका सम्बन्धभन्दा आत्मसम्मानसँग बाँचिएको एक्लोपन धेरै सुन्दर हुन्छ। आज जे गुमेको छ भोलि त्यसभन्दा राम्रो अवश्य आउनेछ। आज जे गुमेको छ भोलि त्यसभन्दा राम्रो अवश्य आउनेछ। त्यसैले आँसु पुछेर फेरि एकपटक मुस्कुराउन सिकौँ, किनकि जीवन कसैको पर्खाइमा रोकिन्न, तर हिम्मत गर्नेहरूको साथ पनि समयले कहिल्यै छोड्दैन। हिम्मत गर्नेहरूको साथ पनि समयले कहिल्यै छोड्दैन।